हामी अहिले पुरीको यो आइल्यान्डमा छौँ हो। उतापट्टि समुद्र, यतापट्टि पानी। हामी यहाँनिर घुम्दैछौँ। यो पुरा धुपीको बगान रहेछ। धुपी भन्दा नि यो पाइनको बगान रहेछ। हाम्रो भाइहरूसँग हामी यहाँनिर बोलबमबाटै उता घुम्नु गएको थियौँ। मन्दिर पनि दर्शन गरियो। यो जगन्नाथपुरी उडिसा हो। उडिसाको जङ्गल हो यो। उतापट्टि समुद्र छ। मेरो पछाडिबाट समुद्र देख्नुहुन्छ पुरीको यो। अनि अगाडिपट्टि तपाईँको त्यो पुरै पानी पानी छ के भन्ने जग्गा हो। यो जग्गा चाहिँ मैले पनि एकुरेट नाम चाहिँ थाहा भएन। अनि घुम्दैछौँ। हाम्रो भाइहरू सबैजना पछाडि छन् हाम्रो ग्रुपमा। अनि हामी चाहिँ 2-4 जना अगाडि छौँ। हेर्दै भिडियो गर्दै यस्तो लु न त यस्तो उस्तो कुरा गर्दै घुम्दै गरेको। अनि तपाईँहरूलाई कस्तो लाग्यो? यहाँ आउनु होला एकखेप भिजिटिङ गर्नुको लागि। राम्रो जग्गा छ, प्लेस राम्रो छ घुम्नुको लागि। फ्यामिली आउने जग्गा रहेछ। फ्यामिलीसँग लिएर आउनुभयो भने झन् राम्रो हुन्छ। दामी छ, राम्रो छ, सबैको लागि बढिया। ओके बाई, गुड नाइट, शुभरात्रि। अनि हर हर महादेव, हर हर महादेव सबैलाई।